हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल आले भ्लगमा तपाईँहरूलाई स्वागत छ होइन गाइज। अब आफ्टर लङ टाइम होइन मैले भिडियो बनाउँदैछु। आज चाहिँ मलाई भिडियो गर्नु मन लागेर हो है गाइज, चोत्त मात्रै। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन गाइजहरू। म चाहिँ आफ्टर लङ टाइम मैले भिडियो बनाउँदैछु होइन, धेरै पछाडि मैले भिडियो बनाउँदैछु है। अनि म चाहिँ अब जापान आएको 2 महिना जस्तो, 2 महिना पनि क्रस भइसक्यो। 3 महिना अब अनिवार्यमा हुन्छ कि, अनि त्यही भएर काम त यस्तै हो, भएर यस्तै हो, दुल्ने खाने भइरहेछ। अनि मेरो साथीले काम गर्नु थालिसक्यो होइन। तर अब म के हो भने नेपालबाट हामी जापानमा आएको, कसरी आयौँ, के गऱ्यौँ, कस्तो अनुभव भयो भन्ने कुरा भन्छु होइन। म मेरो साथीलाई पनि भन्न आउँछु है। हजुर तपाईँहरू एकछिन वेट। हाम्रो सुरुदेखिको अनुभव भन त, हामी नेपालबाट के गऱ्यौँ, कसो गऱ्यौँ, के भयो, एक दुईवटा कुरा भन त। सुरुदेखि होइन, कन्सल्टेन्सीमा गएको, कन्सल्टेन्सीबाट पढेको। पहिला त्यो हाम्रो साथीहरू गएको थियो होइन, त्यसैले म पनि थिएँ होइन। त्यो कन्सल्टेन्सी मान्छेको टेन्सन कन्सल्टेन्सी, अनि के भन्छ त्यहाँ गएपछि समथिङ 22-23 लेसन पढेको हामीहरू होइन। त्यो पढेर अनि सिक्युरिटी वेटिङ रुममा बसेर माया कसम 3 महिनामा भाषा गोल के रे, 3 महिनामा भाषा गोल होइन। अनि के भन्छ त्यहाँ पछि अब भिसा आयो, के अरे ऊ आयो, सिओ आयो। आएपछि खुसी भयो, खुसीले म कसम हो है। अनि तिमी त नि के अरे खुसी भएर बिहोस भएको रे हो होइन। ऊ के अरे गाउँमा ऊ चाहिँ गाइजहरू, म एउटा राम्रो कुरा तपाईँहरूलाई भन्दैछु। ऊ चाहिँ के अरे उसको चाहिँ तराई हो कि सप्तरी हो। ऊ चाहिँ काम गर्दै सिओ आयो भनेको ऊ चाहिँ ढल्दिएको रे कि। अब अति हेर्दा होइन, सिओ आउँदा ढल्दिएको रे होइन, उयो होइन। अब आएपछि बल्ल म खुसी भएर आमालाई सुनाएँ, बुवालाई सुनाएँ, मलाई बल्ल खुसी भयो होइन। त्यहाँ हुँदै अब मलाई त्यो कन्सल्टेन्सीबाट फोन गरेँ मलाई आऊ भनेर। अनि 1 महिना बल्ल क्लास गरेर भिसा प्रोसेसिङ लगाएँ। त्यो पनि यहाँ बेसी परेन मलाई है। त्यहाँपछि मैले भने के भन्छ त्यहाँ भिसा आयो होइन। भिसा आएर आएको त मेरो मन पनि दुखिसकेको थियो, किनभने अनि आफ्नै देश हो। एउटा कुरा साथीहरू, हामी मन एकाडेमीमा 3 जना आउने केटाहरू, 3 जना होइन। ऊ म अनि अर्को मेरो साथी 1 जना, हाम्रो साथी 1 जना छ, 3 जना। अनि उसलाई कल गर्छौँ हामी 3 जना, एकचोटि छिर्नुपर्ने, कल गर्छौँ, कसै उठाउँदैन, कल गर्छौँ होइन। 1-2 दिनदेखि पुरै बेपत्ता छ मान्छे। अब उसले त भित्र छिरेपछि सचिव दोस्त होइन, ओ दोस्त भन्दै बोलाउँछ भित्र, त्यो भित्र होइन। त्यस्तो भयो। अब हाम्रो चाहिँ होइन नेपालको जापानको किस्साहरू भनेपछि आफ्नै देश हुन्छ है। अन्त हामी एयरलाइन्समा हामी बाटिका एयरलाइन्समा आएको है। बाटिका एयरलाइन्समा आएको। मलेसिया थियो, बाटिका एयरलाइन्स हो, यहाँसम्म आउने बाटिका एयरलाइन्स हो। ट्रान्जिट गऱ्यौँ अनि त्यस्तो होइन। राम्रो रमाइलो भयो 3 जना यात्रा। तर यो चिकन बिरयानी के हो, अब म साह्रै नमिठो है केटा। एउटा त्यो जापानिजहरू आएको थियो लिन होइन, त्यो भगवान्को ढोक्न ल्याएको होइन। अनि के भन्छ त्यहाँ आएपछि मलाई यो त चिकनको मासु यति मिठो लाग्यो नि, त्यो अहिले तपाईँ याद छ कि त्यो होइन। अब उसले चाहिँ के हो भने होइन, यस्तो यता फ्यामिली पार्कतिर, 7-11तिर होइन, कुनबिनतिर हुन्छ नि, त्यो चिकन त्यो रोस्टहरू जस्तो गरेर राखेको हुन्छ कि, सानो टक्क सबै कुरा एकदम मिठो हुन्छ क्या। त्यो हामीले चाहिँ त्यो होरङ्गे भनेको जापानमा अब लिन आउने, फ्रीमा लिन आउने लगिदिने गर्दो रहेछ। तर उनीहरूकोमा चाहिँ हामी त्यो बापत उनीहरूको त्यो बुद्ध धर्मको बारेमा रहेछ। हामी गएर भन्नु जस्तो त्यो ओम नङ के अरे के भन्छ साथी, किनभने हामी 2-2.5 महिना भइसक्यो त्यो गऱ्यौँ होइन। त्यही हो होइन, हाम्रो रमाइलो पलहरू भएको थियो। अब सो यस्तै छ जापानको दुलाई यस्तो छ। यहाँ आएपछि मायाको कन्सल्टेन्सी भनेको थियो, लगाइदिन्छु, त्यो लगाइदिन्छु, यो गर्छु, त्यो गर्छु। कन्सल्टेन्सीलाई दोष नदिउँ, दोष कन्सल्टेन्सीलाई किन पहिले भनेको थियो कि होइन, त्यो कामलाई चाहिन्छ त भनेको थिएन ल। कामको बारेमा त भनेको थियो, तिमीहरूले भाषा चाहिँ राम्रो बनाऊ भनेको थियो। तिमीले काम पाउँदैन भने मलाई भन, म सहयोग गर्छु, त्यो पनि भनेको गर्थ्यो। तर मलाई त्यस्तो मलाई चाहिँ भएन, मलाई भनेको थियो होइन। अनि के भन्छ त्यही हो कुरा। अब हेर आफ्नै देश भनेपछि आफ्नै देश हुन्छ। यहाँ आएपछि दुःख त गर्नुपर्छ, किनभने 11 रातिदेखि आज काम त मागेका छन्। अब आउने चाहिँ बिहान 5 बजेदेखि हो, 5 बजे आउने, अनि ट्रेनमा खाना पकाउने, अनि खाने, अनि सुत्ने। यही हो जापानको लागि भनेको, इन्डिया जाने हो केटा। अन्त भन त नि अब हाम्रो सुन न, हाम्रो पैसा कति जस्तो तिम्रो खर्च भयो टोटल
नेपालबाट यहाँ आइन्छ कति खर्च भयो कति यस्तो हुन्छ कि केटाहरू अब तिम्रो टोटल पैसा कति कति तिम्रो चाहिँ खर्च भयो यस्तो छ कि मतलब मेरो चाहिँ 16.5 लाख भन्दा 17 लाख त्यो 50,000सम्म जोडेर 17 लाख पहिला 45 सुन्नु न म भनिहाल्छु 45,000 डकुमेन्ट चार्ज अनि के भन्छ फेरि के लियो के 5,000 मेडिकल चार्ज अनि 1 लाख त्यो खुदा सबै त्यो खाता पिता रुम भरा यताउति गरेर 18-19 लाख लाग्छ कि आउँदाखेरि होइन तर तिम्रो त अलिक कम लाग्यो होला तिम्रो त सपिङ पनि थोरै गऱ्यो नि त तिम्रो 16 लाखमा सक्यो होला होइन अलिकति अलि होइन हामीले जस्तो 5-6वटा लुगाहरू त किन्यो नि त तिमीले त 2-3वटा टक्क किन्यो नि त ठिकै किन्यो नि त अब त्यो मैले तिमीलाई के अरे सपिङै गरिनौ भन्नु खोजेको कि होइन कि त्यही पनि तिम्रो चाहिँ अलिकति कम खर्च भयो कि जस्तो लाग्यो क्या त्यही भएर हो तिम्रो अलिकति तिम्रो 16 लाख जस्तो भयो जस्तो लाग्छ मलाई किनभने अब सबै सोच हुन्छ है अब त्यो कतै त्यो हुन्छ मलाई त लगाउने चाहिँ सबै थोक छ अब म कतै भन म सपिङ कम गरेको छु अब होइन सबै थोक छ कि त्यही पनि यस्तो क्या दोस्त त्यो मैले तिमीलाई चाहिँ थोरै किन्यो यहाँ आउँ भन्नु खोजेको चाहिँ होइन कि तर तिम्रो चाहिँ अब हाम्रो हेरी चाहिँ अलिकति थोरै लुगाहरू जुत्ता ल्याएको कि जस्तो लाग्यो क्या त्यो मात्र हो कि हामी त 5 जोड बोकेर आएको नि जुत्तै 5 जोड है 5 जोड बोकेर आएको 1 जोड त सानो भइहाल्यो अनि अब चार्जर छ चार्जर पनि थाकिसक्यो जुत्ता कालो त्यस्तो चाहिँ देख्न सक्नुहुन्छ है यही हो लुगा सब नयाँ नयाँ लुगा अब पुरानो हुनु लागिसक्यो गाइज त्यही हो हाम्रो चाहिँ यहाँ नेपाली रेस्टुरेन्ट छ है नेपाली रेस्टुरेन्ट यहाँ यो भनेको के अरे के भन्छ अरे सेन्ट गोको नेपाली रेस्टुरेन्ट छ यहाँ होइन त्यही हो हाम्रो अब यस्तै हो यस्तो छ है जापानको अनि दोस्त मेरो भ्लगमा के भनेर तिमीलाई ठिक छ गाइस सबैजना गएर सब्स्क्राइब गरी मैले फलो गर्नु भएको छैन भने के गरौँले भन्न दिन्छु नि मान्छे नयाँ मान्छे हेर्नुहुन्छ भने फलो गरिदिनु कि फलो अनि युट्युबमा गएर के गरिदिनु सब्स्क्राइब गर्नु बेल आइटम पनि दबाइदिनु ओहो ल गाइस त्यति हो हाम्रो किस्साहरू चाहिँ होइन अब होस्टेलमा हामी 16 जना छौँ रमाइलो गर्छौँ बस्छौँ होइन होस्टेल पनि होइन है गाइस स्योर हाउस दोस्त अहिले हामी कहाँ छौँ मैले भन्नुभयो हामी अहिले हातसान पुग्यो कि हाकुसान छैन हामी सेनगोको छौँ अब सेनगोबाट आइसक्यो हाकुसान है गाइस यहाँको यस्तो हुन्छ है नाउलहरू